राजावादी विरुद्ध आक्रामक बन्दै बालेन सरकार। गणतन्त्र विरुद्ध गतिविधि गरे 25 वर्ष कैद सजाय। दर्शकबिन, यो भिडियो हेर्नुहोस्। पाटनमा श्रीपाद ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई भव्य स्वागत गरिएको छ। कतिपयले अब नेपालमा राज संस्था अपरिहार्य भइसकेको महसुस गरिरहेका छन्। तर उता बालेन सरकार राज संस्था र राजासँग डराएको हो। राजाको बढ्दो लोकप्रियताले डराएको हो। गणतन्त्रमा आफ्नो विचार खुल्ला रूपमा राख्न पनि नपाइने हो। राजाले 2007 सालमा प्रजातन्त्र माग्दा पनि दिए, 2036 सालमा जनमत संग्रह माग्दा पनि दिए, 2046 सालमा बहुदल माग्दा पनि दिए। त्यसपछि माओवादीले गणतन्त्र र संविधान सभा निर्वाचनको माग गर्दा पनि त्यो पनि स्वीकार गरियो। अन्ततः राजालाई जनताको नजरमा भरम छरेर आन्दोलन गराएपछि राजाले नारायणहिटी दरबार छाडे। त्यति बेला राष्ट्रिय एकता थियो, भौगोलिक अखण्डता थियो। तर अहिले देशलाई 7 प्रदेशमा विभाजन गरेर नेताहरू पाल्ने संरचना मात्र बनाइयो। जातीय, धार्मिक तथा भौगोलिक सहिष्णुता नष्ट भयो। एक अर्काप्रति घृणा फैलाएको छ। युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएका छन्। यही बीचमा बालेन सरकारले संविधान र गणतन्त्र विरुद्ध गतिविधि गर्नेलाई 25 वर्षसम्म कैद सजायको प्रस्ताव गरेको भन्ने चर्चा पनि भइरहेको छ। अब बालेन शाह र रवि लामिछानेले राज संस्था र वैदिक सनातन हिन्दू राष्ट्रप्रति आस्था राख्ने लाखौं नागरिकलाई आधिकारिक रूपमा नेपालमा किन राज संस्था र वैदिक सनातन हिन्दू राष्ट्र आवश्यक छैन भन्ने स्पष्ट पार्नुपर्छ। किन नेपालको ऐतिहासिक राज संस्थाको अन्त्य गरियो? यसको जवाफ हामी जान्न चाहन्छौँ। राज संस्थाप्रति आस्था राख्ने लाखौं जनताहरू चुप छन् भन्ने भ्रम नराख्नुहोस्। यस्तै ताजा तथ्यमा आधारित र भाइरल समाचारका लागि फलो र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।